यार सही बनाएछ त मान्छे बस्ने बनाइरहेछ नि तर यो के हो यो अब पिसाब गरे अब के हो यो हैन बस्ने ठाउँ रहेछ यतातिर तर धेरै राम्रो खतरा बनाइरहेछ कि यत्रो ढुङ्गाहरू कहाँबाट ल्याऊ खतरा बनाइरहेछ हेर्नु न नेपालतिर याद आउँछ यतिखेर त यार यो बस्ने ठाउँ सकेर माथि अरे यार के हो यो यार पानी भित्रबाट आछ है पानी भित्र भिडियो बनाउँदै जानु पर्यो कि आहा सही हो यार दामी 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 भिज्यो यार म त सर्लक्क दामी लाग्यो मोबाइल भिज्यो यार हेलो गाइज के छ सबैजनालाई सन्चो बिसन्चो यस्तै हो गाइज अहिले चाहिँ हामी गर्मीमा हैन हिँडिरहेको छु बाहिरतिर कति सुत्नु आज छुट्टी थियो त्यही भएर सुत्दै ढाड दुखेर त्यही भएर हामी दुईजना मात्रै छ साथी र म यतिखेर घुम्न आएको छु यतातिर घुम्न भन्दा नि रुम छेउतिरै हो एउटा सानो पार्क छ त्यो पार्कतिर जाने बस्ने हैन कति सुत्नु म त सुतेर निन्द्रा पनि हुँदैन जति सुते पनि निन्द्रा लाग्छ गर्मी हुँदै यार मलाई चाहिँ त्यस्तो कतिखेर गाडी आउँछ हैन त्यो थाहै हुँदैन कि यतातिरको त अनि कस्तो राम्रो फुल छ यार हेर्नु न वाउ अहिले पछि फर्किँदै गएको छैन यार मेरो मुखमा के भयो यार लास्टै घाउ आइरहेछ क्या चाटेको त त्यस्तो कुरो चाहिँ अब यतातिर त अब सम्भव छैन भनौँ गाह्रो छ यताको हाम्रो पानी नमिल्यो के हाम्रो अहिले होइन यतिखेर चाहिँ सब चिज अलग छ के पहिला त बिल्लामा थियो अहिले बिल्ला सिल्ला चेन्ज भयो क्याम्पतिर छ टाढा छ कता कतातिर होइन ठाउँ पनि अलग सुताइ पनि सुत्ने घर पनि अलग सबै कुरो अलग छ हाम्रो चाहिँ हामी त खासमा कहाँ आइपुग्यो यता जान्छ त्यो मार्केट त्यो बोलो छैन त्यो सिधा जान्छ यतैबाट हो त भित्र जाने यताबाट हो त जाउँ जाउँ मैले बाटो बिर्सिसकेँ पाराको बाटो यता हो यता यस्तो गर्मी छ कि यार 12, 1, 2, 3 बजीसम्म 4 बजीतिर चाहिँ अलिकति कमै हुन्छ खासै गर्मी हुँदैन अहिले चाहिँ 2, 3, 4 बजे चाहिँ यस्तो गर्मी हुन्छ कि ओ माई गड के भन्नु गर्मी बढ्यो गाइज हो होइन साउथीमा चाहिँ गर्मी बढेको छ अहिले चस्मा बिना हिँड्नै सक्दैन गर्मी महिनामा यता आँखा खोल्नै सक्दैन त्यही भएर चाहिँ लाउनु पर्ने बाध्यता हुन्छ नत्र आँखा पिरो रातो रातो फेरि गजेटी गाँजा खाएर हिँड्ने जस्तो आज शुक्रबार हो हाम्रो ड्युटी छुट्टी थियो अनि त्यही भएर हामी चाहिँ बाहिरतिर थोरै कति रुममा बस्नु भनेर बाहिरतिर हिँडेको साथी र म चाहिँ छ धेरै साथीहरू तर उनीहरू आफ्नै तालमा छ कोही तास खेलिरहेछन् कोही के गरिरहेछन् हामी त यस्तै हो यार परदेशतिर चाहिँ हातमा टिकट घरबाट निक्लिदेखि नै है लाइनको लाइन हो यस्तो छ गाइज होइन मुत्नेदेखि लिएर हग्ने पात सबै लाइन छ यार के गर्नु अब 2 सालसम्म यस्तै होला सायद लाइनमै बस्नुपर्ने होला हर चिजमा लाइन यार घरबाट पहिला सार्यादेखि त लाइनै होइन अहिलेसम्म लाइनै लागिरहेको हुन्छन्
के गर्नु गाह्रो छ घन्टौँ लाइन लाग्नुपर्छ खानासाना खाने टाइममा पनि गाह्रो छ मेरो त झन् आँखा सानो छ यार झन् आँखा खोल्न नसकेर हो भने आँखा कान मेरो झन् सानो छैन मान्छेले भन्छ कि मैले सुनेको कान आँखा सानो भएको मान्छेको आयु नि छोटो हुन्छ अरे भनेको सुन्छ हो त त्यही त भनेको यस्तै हो यार के गर्नु अरू भन्दा अरू चिज केही भएन जस विदेशमा आएर चाहिँ साथीहरू चाहिँ धेरै पायो होइन राम्रोदेखि नराम्रोसम्म लिएर होइन धेरै साथीहरू पायो होइन राम्रो घुलमिल भयो यस्तै हो कि विदेश भन्ने ठाउँमा चाहिँ बाउआमा दाजुभाइ साथीभाइ भनेको सबै साथीभाइ नै रहेछ क्या त्यस्तै हो होइन हर चिजमा साथीभाइ नै चाहिन्छ क्या विदेशमा चाहिँ त्यही भएर गाइज यतातिर लफड गरेर काम छैन परदेशतिर आएर यस्तै हो मिलिजुली बस्नुपर्छ जति साल बस्नु छ मिलिजुली बस्यो भने आफ्नैलाई फाइनली हामी चाहिँ यतिखेर पार्कभित्र छिरिसकेका छौँ यता चाहिँ टिकट लाग्दैन खासै हामी चाहिँ त्यही भएर यसो घुम्न आएको छु यतिखेर यतातिर हेरौँ के कस्तो रहेछ भित्र दामी छ कस्तो गोलो कस्तो बनाएर आएको कस्तो गोलो छ कि खतरा बनाएको छ हेर्नु नि कस्तो हामी चाहिँ यतिखेर पुगेका छन् यता भित्र जाउँ न यतातिर त पार्किङ रहेछ यार पार्किङ रहेछ यो मैले त बस्ने ठाउँ होला भन्दा नि वाउ जो ठाउँ त राम्रो छ दामी ठाउँ छ यता गाडी पार्किङ रहेछ नि मैले सुने धेरै ठुलो छ अरे यो पार्कमा आज जुमा होइन आज धेरै मान्छे हुन्छ भन्दै त कोही मैले सुनेको त्यतातिर होला क्या हो ए त्यहाँ त टिकट लाग्छ त अनि टिकट लाग्छ त्यहाँ त अनि घुम्ने हो सेक्रेटरी रहेछ होइन अरे रहेछ मैले त हिन्दी होला भन्नु ठानेको माफी मुस्किल हो भन्छ कतै ठाउँ हेर्नु न बस्ने राम्रो ठाउँमा वा खतरा छ यार के हो यो कत्रो ढुङ्गा छ हेर्नु न के हो यार ओ यार सही बनाएछ त मान्छे बस्ने बनाएछ नि तर यो के हो यो अब पिसाब गरे अब के हो यो होइन बस्ने ठाउँ रहेछ यतातिर तर धेरै राम्रो खतरा बनाएर रहेछ कि यत्रो ढुङ्गाहरू कहाँबाट ल्याऊ कहाँ हुन्छ यो बस्ने मान्छे छैन हेर अहिले त सुनसान रहेछ तर ठिक छ आनन्द छ अहिले पछि जाउँ त्यतिर बस्नु त्यतिर अब छ है धुबो होइन है खोइ टिकट त सोधेको छ नि त टिकट काटिरहेको देख्छु कि मैले वाउ 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 आनन्द भयो कोही पनि छैन छन् आनन्द सुनसान रहेछ हामी दुईजना मात्रै भयो यहाँ बस्छु हो त्यही हो क्या बोर्ड भएको ठाउँमा चाहिँ अब शीतल हुन्छ होइन यहाँ बस्ने कि यहाँ अस्ति एकजनाले भन्दै थियो कति धेरै मान्छे हुन्छ अरे यो फ्राइडेतिर तर राति हुन्छ अरे भन्छ कि भन्थ्यो कि अहिले त टाइमै भएको छैन बस्दिउँ यता चिसो खाइदिउँ होइन साथी के हो तपाईँले अति कालो देखिरहेको छु यार कालो भन्दा नि यता घाम परेको छैन नि त चिसो लाग्छ दुईजना मात्रै छन् चिसो खाने पऱ्यो गर्मी भयो होइन गर्मी छ मेरो त तपाईँले यार यो गर्मीले सबै कालो बनाइसक्यो हेर्नु अहिले कुरो मान्छेले चिन्दैन घरमा मम्मीले नचिन्ला छोरा हो यो को भनेर यति सुरु गरौँ नि त हालिदिउँ नि त यो अनि खाने हो नि त
हामी केटाहरू अन्यतिर छ फोटोसोटो खिच्दै रहेछ कि यहाँतिर ऊ नेपाल दाइहरू रहेछ तर कता धेरै टाढतिर रहेछ बाह्र कता कताको ए भैरवा भने होइन भैरवा भन्ने ठाउँ चाहिँ कता पर्छ है मलाई पनि थाहै छैन तर यो खतरा बनाएको छ त गोलो यार तराई साइड होइन सही बनाएको क्या बिहारी भाषा बोल्छ त यहाँ पनि छन् चुरुमुरीसँग चेस गरेर नै हामी टक्क लागेर चेस गर्ने हो खाइदिने होइन लोकल होइन कडा छ यार लोकल हो नि त फेरि गाइज हो हामी यसो चिसो चिसो भन्ने हामीले त पच्दैन लोकल खाने हो होइन शीतल हुन्छ यहाँतिर अब चटनी चाहिँ यस्तै छ हाम्रो मिर्च रक्सी धेरै कडा छ यार साउदीको झ्याप हुने हो यतातिर सुत्ने हो कि रक्सीले होइन चिसोले फेरि साँच्चै भन्नु न हामी चाहिँ यस्तो 7 अप ल्याएको ए हामी त्यस्तो रक्सी खाने मान्छे परेनन् हामी यस्तो खाने हो 7 अप तपाईँले खान्छ र तपाईँले खान्छ रक्सी कहिले काहीँ यता आएर खानिदियो खायो खाएन हो यो कति आधी गिलास खायो एकचोटि कसो रहेछ यता कडा हुन्छ नि कडा हुन्छ हो धेरै कडा हुन्छ ए नखाने मान्छेले 2 गिलास खायो भने झ्याप हुन्छ यसले यताकोले यतातिर पनि छ बस्ने ठाउँ यस्तो ढुङ्गाको बनाएर राखेको छ यार यो माथि चाहिँ के रहेछ खेल्ने ठाउँ हो केही छैन के हो यो यार खतरा छ त यार छैन वारपार खतरा बनाएको है ढुङ्गाकै हो यो पुरै ढुङ्गाबाट के बनाएको त होइन मार्बल ढुङ्गा हो ठुलो ढुङ्गा त ठुलो ढुङ्गाको चिरेर बनाएछन् क्या खतरा छ मस्जिद हो कि के हो सायद ओ फुल त यहाँतिर छ त कस्तो बवाल एकदम राम्रो ठाउँ रमाइलो ठाउँ रहेछन् आनन्द लाग्छ कि यता बसिराख्यो भने चाहिँ टक्क साथीको एउटा फोटो खिचिदिनु पऱ्यो होइन हामी चाहिँ हेर्नुपर्छ त्यो के रहेछ हामीले यतिखेर यता जाँदैछौँ कि माथि के रहेछ होइन टक्क हेर्ने खतरा बनाएर आएछ हेर्नु न नेपालतिर याद आउँछ यतिखेर त यार यो बस्ने ठाउँ सकेर माथि ओ हामी दामी बनाइरहेको छ त ठाउँ त के हो कुर्सी छ के हो यहाँ यो मैले त के चाहिँ होला भन्न हानेको यो अनि बस्ने ठाउँ पो रहेछ त हो गाई छो हेर्नु यस्तो रहेछ यहाँतिर बस्ने हेर्नुहोस् यो यस्तोतिर छ ओ यार के हो पौडी खेल चाहिँ के हो मान्छे है पौडी खेल चाहिँ के हो खतरा झरना झरेर यार ओ वाह
दामी छन् मेन यहाँ रहेछ नि त ठुलो पारा गरिरहेछन् होइन यहाँ चाहिँ कस्तो राम्रो पानीको झर्ना रहेछन् गाइस हेर्नुहोस् हाम्रो पछाडितिर पौडी खेल्ने खतरा छ क्या गर्नु त्यहाँ गएर भिजिहाल्छ ओह खेल्ने ऊ पनि रहेछ नाउ जस्तो जस्तो डोरीमा तान्नु यता गयो जाऊ न यार खतरा रहेछ अरे यार के हो यो यार बच्चाहरूको लागि चाहिँ ठिकै हो राम्रो खेल्नलाई रमाइलो होइन हेर्नु कम त मजा आएर तिनीहरूलाई हेर्नु पानी यो चाहिँ पानी माथिबाट झर्रा रहेछ क्या कस्तो सिस्टम बनाएको छ सही बनाएको छ नि यो चाहिँ यार खतरा बनायो नि यो होस् राम्रो लाग्यो यता पनि सही माथिबाट पानी आउनु रहेछ यो राम्रो छ दामी रहेछ बच्चाहरू खेल्नको लागि चाहिँ एकदम रमाइलो ठाउँ छ कि यो चाहिँ सही छ नि त पानी भित्रबाट आएको है पानीभित्र भिडियो बनाउँदै जानु पर्यो कि आहा सही हो यार दामी 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 भिज्यो यार म त सर्लक्क दामी लाग्यो मोबाइल भिज्यो यार ओ बाहिरबाट आउँदैछ त बाहिरको मान्छेहरू त बाहिर जति सेतो छ त्यत्रो पुती सेतो हुँदैन कालै हुन्छ त्यो होइन यहाँ कति मान्छेहरू घुम्न आउँदो रहेछ नि त यो एरियामा धेरै मान्छेहरू यतातिर के छन् के रहेछ यो चाहिँ मेट्रो हो कि हो स्टेसन हो कि हो सही छ यार या ओके हामी चाहिँ यतिखेर यस्तै छ आजको लागि चाहिँ यति नै हो है धेरै घुम्यो रमाइलो गर्यो साथीसँग घुम्यो हामी आयो 2 घन्टा जति घुम्यो होइन यस्तै हो मजाले हो आजको दिन बिस्कुट खायो आजको दिन यति नै हो होइन आजको दिन यस्तै गुजार्यो हामीले अब यस्तै हो नेक्स्ट टाइम अब के हुन्छ थाहै छैन यस्तै हो आजको लागि चाहिँ यति नै हामी चाहिँ यतिखेर रुमतिर जाँदैछौँ अब रात पनि पर्यो 7 बज्न लागिसक्यो त्यही भएर पनि हामी अब रुमतिर जान्छौँ होइन भिडियो कस्तो लाग्यो भिडियो राम्रो लाग्छ भने यसो होइन कमेन्ट गर्नु अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन म चाहिँ त्यही भन्छु यस्तै हो गाइज भिडियो राम्रो बनाउन त आउँदैन तर पनि होइन
राति अब नाइट हुन्छ कि मान्छे अब दिनभरि त गर्मी हुन्छ त्यही भएर नाइटमा निक्लिन्छ नि त मान्छे डेमा चाहिँ निक्लिँदैन दिनमा चाहिँ निक्लिँदैन अनि त्यही भएर हामी चाहिँ 4 बजीतिर हुन्छ किन गर्मी धेरै हुन्छ नि त त्यही भएर हामी 3-4 बजीतिर मात्रै आएको थियो कि यता यस्तै गाइस हामी चाहिँ रुमतिर जान्छौँ अब होइन अब रुमतिर जाने बेला के फेरि बाटोतिर अलि राम्रो छैन यो बाटो फेरि मोबाइल छिनिन्छ भनेर डर छ कालेहरूले त्यही भएर हामी चाहिँ बाटो रोडमा चाहिँ भिडियो बनाउँदिनँ आजलाई यति नै गर्छु हामी चाहिँ अब डाइरेक्ट रुममा जान्छु यस्तै हो गाइस भिडियोलाई हेर्नु होला भन्दै आजलाई यति नै गर्न चाहन्छु बाई बाई जय नेपाल सबैजनालाई यस्तै हो होइन बाई बाई भनिदिनु साथी बाई बाई सबैजनालाई होइन